हेलो एभ्रिवान, आज हामी नेप्सेमा लिस्टेड त्यस्ता 10 कम्पनीको चर्चा गर्नेछौँ जसको फाइनेन्शियल पर्फर्मेन्स चाहिँ लास्ट फ्यु इयर्समा हेर्दाखेरि चाहिँ एकदमै नाजुक छ। र यो रिपोर्ट क्रिएट गर्नको लागि चाहिँ हामीले 2082-83 को थर्ड क्वार्टरको रिपोर्टलाई आधार मानेका छौँ। हुन त अहिले फोर्थ क्वार्टर पनि सकिसक्यो र न्यू फिस्कल इयर स्टार्ट भइसक्यो, तर पनि यिनीहरूको रिपोर्ट आउन बाँकी रहेको कारणले गर्दाखेरि चाहिँ हामीले थर्ड क्वार्टरलाई आधार मानेर यो भिडियो क्रिएट गर्दैछौँ र अबको 1 महिना वा 2 महिना पछाडि चाहिँ यसको फलोअप भिडियो हामी क्रिएट गर्नेछौँ। र यो भिडियो चाहिँ पार्ट 1 भिडियो हो, जहाँ चाहिँ हामीले फन्डामेन्टल पर्फर्मेन्सको मात्रै चर्चा गर्नेछौँ र यसको पार्ट 2 चाहिँ हामी नेक्स्ट विकमा ल्याउनेछौँ, जहाँ चाहिँ यी 10 कम्पनीहरूको चाहिँ हामीले टेक्निकल एनालाइसिस गर्नेछौँ र कम्पनीको फाइनेन्शियल स्ट्रेन्थ जज गर्ने डिफ्रेन्ट प्यारामिटरहरू हुन्छन्। तर हामीले यो भिडियो क्रिएसन्सको लागि चाहिँ हामीले क्यापिटल इरोजन्सलाई चाहिँ हामीले की फ्याक्टरको रूपमा लिएका छौँ र क्यापिटल इरोजन्सलाई बुझ्नु पर्दाखेरि चाहिँ हामीले सुरुमा दुईवटा टर्मलाई बुझ्छौँ। त्यो भनेको पेड अप क्यापिटल र कम्पनीको इक्विटी। र पेड अप क्यापिटल भनेको लागि यसलाई सामान्य भाषामा बुझ्नु पर्दाखेरि चाहिँ कुनै पनि सेयर होल्डरहरूले वा भनौँ न ओनरले बिजनेस स्टार्ट गर्दाखेरि आफ्नो गोजीबाट कति सम्पत्ति राखेको छ, जुन चाहिँ नर्मली क्यास हुन्छ, त्यो क्यासलाई चाहिँ हामीले पेड अप क्यापिटल भन्छौँ। र सपोज तपाईँले कुनै एउटा बिजनेस स्टार्ट गर्नुभयो र त्यो बिजनेस स्टार्ट गर्दाखेरि तपाईँले आफ्नो गोजीबाट 1 लाख रुपियाँ राख्नु भएको छ भनेपछि त्यो तपाईँको पेड अप क्यापिटल भयो। र कम्पनीको इक्विटी भनेको सपोज तपाईँको आजको दिनमा त्यो बिजनेसलाई क्लोज गर्नु पर्यो भनेपछि तपाईँले त्यो बिजनेससँग एसोसिएटेड सबै सम्पत्तिहरू बेच्नुहुन्छ। त्यो ल्यान्ड होला, बिल्डिङ होला, मेसिन्सहरू होला, कम्प्युटरहरू होला, त्यो सबै कुरा बेच्नुहुन्छ। र त्यो क्यास आइसकेपछि तपाईँले तिर्नुपर्ने दायित्वहरू चाहिँ तिर्नुपर्ने हुन्छ। जस्तै तपाईँले कसैबाट लोन लिनुभएको होला, कसैको उधारो बाँकी होला, त्यो सबै तिर्दाखेरि तपाईँको हातमा जति बच्छ त्यो तपाईँको इक्विटी हुने भयो। सपोज तपाईँले 1 लाख रुपियाँ हालेर तपाईँले बिजनेस स्टार्ट गर्नुभएको थियो, तपाईँको पेड अप क्यापिटल 1 लाख भयो र सबै दायित्वहरू तिर्दाखेरि बिजनेस सेल गर्दाखेरि तपाईँको यदि गोजीमा 1 लाखभन्दा बढी रहन्छ भनेपछि तपाईँ प्रफिटमा आउनुभयो। र 1 लाखभन्दा तल हुन्छ तपाईँको सम्पत्ति 50,000 60,000 जति पनि हुनसक्छ। यदि त्यस्तो हुन्छ भने त्यो सिचुएसनलाई चाहिँ क्यापिटल इरोजन्स भन्छौँ। र त्यो क्यापिटल इरोजन्सको बेसिसमा चाहिँ हामी अहिले कम्पनीको आज जजमेन्ट गर्दैछौँ। र हाम्रो नम्बर 10 मा रहेको छ बराई हाइड्रो पावर, जसले चाहिँ अराउन्ड 49% चाहिँ आफ्नो क्यापिटल इरोज गरिसकेको छ। त्यसको मतलब उसले जति सेयर होल्डरले सुरुमा सम्पत्ति राख्नुभएको थियो त्यसको चाहिँ 49% चाहिँ उडाइसकेको छ। र हामीले यसको फन्डामेन्टल पर्फर्मेन्स हेर्दाखेरि पनि लास्ट 4 इयर्समा चाहिँ यसको रिजर्भ नेगेटिभ नै छ। र हेर्दाखेरि चाहिँ लास्ट 4 वर्ष अगाडि चाहिँ यसले झन्डै 9 करोड रुपियाँ लस गरेको थियो आफ्नो क्यापिटलमा। 25 करोड उसको क्यापिटल हो र यदि यसको सेयर होल्डरले 25 करोड राख्नु भएको थियो भनेपछि 4 वर्ष अगाडि चाहिँ उसले 9 करोड लस गरिसकेको थियो। र 4 वर्ष पछाडि आउँदाखेरिसम्म पनि उसको चाहिँ झन् लस चाहिँ बढिरहेको छ। र बिजनेस स्टार्ट गर्दा सुरुको स्टेजमा क्यापिटल इरोजन्स हुनु त्यो ठुलो कुरा भएन, तर बिजनेस अपरेट भइसकेपछि लास्ट 4 इयर्ससम्म चाहिँ उसको लस अझै बढिरहेको छ भनेपछि डेफिनेटली यो कन्सर्निङ साइन हो। यदि तपाईँ यस्तो कम्पनीमा चाहिँ इन्भेस्ट गर्दै हुनुहुन्छ भने चाहिँ डेफिनेटली एकचोटि ख्याल गर्नु होला। र 4 वर्ष अगाडि 9 करोड रुपियाँ क्यापिटल इरोजन्स भएको कम्पनी अहिले 12 करोड पुगिसकेको छ र सुधार हुने कुनै पनि छाटकार देखिरहेको छैन। सो यस्तो कम्पनीबाट चाहिँ अलिकति हामी बचेर हिँड्नुपर्छ। त्यसै गरी हाम्रो 9 नम्बरमा रहेको कम्पनी चाहिँ BEDC, भूगोल इनर्जी भनेर, र यसको पनि झन्डै 52% क्यापिटल इरोजन भइसकेको छ। मोर देन 50% इरोज भइसकेको छ। यो भने झन् अझै कन्सर्निङ कुरा हो। र तपाईँले हेर्न सक्नुहुन्छ लास्ट 5 इयरमा 5 वर्ष अगाडि हेर्दाखेरि चाहिँ झन्डै 38 करोडको कम्पनीमा चाहिँ 27 करोड चाहिँ उसले डुबाइसकेको थियो। र राइट सेयर इस्यु गरेर चाहिँ उसले आफ्नो क्यापिटल बढायो। 38बाट चाहिँ 54 पुर्यायो, बट स्टिल उसको लस उत्तिको उति नै छ। 27 करोड लसमा थियो 5 वर्ष अगाडि पनि, अहिले पनि 28 करोड लसमा छ। भनेपछि यस्तो कम्पनीबाट पनि हामीहरू बचेर हिँड्नुपर्छ। अगाडिको केसमा चाहिँ यो क्यापिटल इरोजन्स बढिरहेको थियो, लस बढिरहेको थियो। यसको लस चाहिँ कन्स्ट्यान्ट छ, बट स्टिल यसले चाहिँ पेड अप क्यापिटल झन्डै 50% यसले बढाइसकेको छ। त्यो हुँदाखेरि पनि उसको फाइनेन्शियल पर्फर्मेन्स इम्प्रुभ भएको छैन भनेपछि यस्तो केसमा हामीहरू कन्सर्न हुनैपर्छ। यदि कम्पनीले अझै कन्स्ट्रक्सन स्टेजमा हुन्थ्यो भने चाहिँ यस्तो कुराहरू हामीलाई कन्सर्न हुँदैन। भोलि गएर विद्युत उत्पादन गर्ला, बेच्ला र प्रफिटमा आउला र यो लस घटाउला भन्ने हुन्थ्यो। तर यिनीहरूको केसमा चाहिँ यिनीहरू अलरेडी अपरेसन्समा छन्, अलरेडी रेभेन्यू जेनेरेट गरिरहेका छन्। यस्तो केसमा पनि उनीहरूलाई चाहिँ लसको लस नै भइरहेको छ भनेपछि लास्ट 5 इयर्ससम्म पनि आफ्नो लस रिकभर गर्न नसक्ने कम्पनीहरू भनेपछि त्यहाँ कुनै न कुनै प्रब्लम छ। यस्तो कम्पनीहरूबाट चाहिँ अलिकति बचेर बस्दा नै राम्रो भन्छु म चाहिँ। त्यसै गरी नम्बर 8 मा छ इन्ट्रेस्टिङ कम्पनी छ, यो चाहिँ NRIC हो। र NRIC को केसमा चाहिँ इन्ट्रेस्टिङ किन छ भनेपछि लास्ट 5 इयर्सको पर्फर्मेन्स हेर्दाखेरि चाहिँ यसको सेटिस्फ्याक्ट्री नै छ। पहिला चाहिँ प्रफिटमा भएको कम्पनी हो, डिभिडेन्ड दिइरहेको कम्पनी हो। यसको हामीले क्वार्टरली रिपोर्ट हेर्दाखेरि पनि हाम्रो यो फर्स्ट क्वार्टरदेखि चाहिँ यसको पर्फर्मेन्स बिग्रिएको छ। त्योभन्दा पहिला चाहिँ यसको पर्फर्मेन्स राम्रै थियो। अहिले हेर्दाखेरि चाहिँ यसको 52% अराउन्डमा चाहिँ यसको क्यापिटल इरोज भइसके तापनि यसको सर्टेन रिजनहरू छ। जस्तै हाम्रो योभन्दा अगाडिको भदौमा जुन जेन्जी आन्दोलन भयो त्यतिखेर चाहिँ जुन विध्वंस भयो
त्यसको असरको कारणले गर्दा यो भएको हो। अदरवाइज यो फन्डामेन्टली त्यस्तो वर्स्ट पर्फर्मेन्स भएको कम्पनी होइन र इभेन्ट बेस भएको कारणले गर्दाखेरि चाहिँ यो नम्बर 8 मा आए पनि यसमा म त्यति धेरै कन्सर्निङ देख्दिनँ पर्फर्मेन्स वाइज चाहिँ। र अहिले भर्खरैको बजेटले पनि यसलाई केही राहत गरेको कारणले गर्दाखेरि चाहिँ आगामी दिनमा चाहिँ यसको पर्फर्मेन्स इम्प्रुभ हुने कुरामा चाहिँ म कन्फिडेन्ट नै छु। सो क्यापिटल इरोजन बेसमा यो नम्बर 8 मा भए पनि यो कम्पनी यो लिस्टमा बस्न डिजर्भ गर्दैन। अबको केही वर्ष पछाडि चाहिँ डेफिनेटली यो कम्पनी यहाँबाट बाहिर निक्लिन्छ। बट स्टिल हाम्रो क्राइटेरियामा भएको कारणले गर्दाखेरि चाहिँ यो क्यापिटल इरोजन्सको बेसिसमा चाहिँ यहाँ आएको। अदरवाइज अरू पर्फर्मेन्स वाइज चाहिँ त्यति धेरै नेगेटिभ छैन। यो जेनजी आन्दोलनको कारणले गर्दा एउटा पर्टिकुलर स्पेसल इभेन्टको कारणले गर्दा यहाँ आएको र छिटै नै यो कम्पनी यहाँबाट बाहिर निक्लिन्छ। त्यसै गरी हाम्रो नम्बर 7 मा रहेको कम्पनी हो अप्पर तामाकोसी, जुन चाहिँ 2021 मै अपरेसन्समा आए तापनि यसको क्यापिटल इरोजन्स मोर देन 50% छ। झन्डै 53% यसको क्यापिटल इरोज भइसकेको छ। भन्नुको मतलब यो कम्पनीको सेयर होल्डरले जति पैसा राख्नु भएको थियो र त्यसको 53% चाहिँ यसले गुमाइसकेको छ र बाँकी 47% मात्र यो कम्पनीसँग त्यो सम्पत्ति छ। र लास्ट 5 इयर्सको पर्फर्मेन्स हेर्दाखेरि चाहिँ झन् कन्सर्निङ छ र आजभन्दा 5 वर्ष अगाडि चाहिँ झन्डै यसको 2 अरब अराउन्डमा चाहिँ यसको लस थियो भनेपछि अहिले 11 अरब पुगिसकेको छ र कम्पनीले आफ्नो पेड अप क्यापिटल पनि डबल गरिसकेको छ राइट सेयर इस्यु गरेर। र त्यो गर्दाखेरि पनि कम्पनीको पर्फर्मेन्स त्यति धेरै इम्प्रुभ हुन सकिरहेको छैन र लास्ट 2 इयर्समा चाहिँ जुन हाम्रो लस जति थियो त्यति नै छ। र यदि यो लस घटिरहेको हुन्थ्यो भनेपछि त्यसलाई हामी पोजिटिभली लिन सक्थ्यौँ। बट स्टिल्स यो लस बढी नै रहेको छ, घट्ने कुनै सङ्केत देखिरहेको छैन। सरकारी कम्पनी हो, त्यहाँ म्यानेजमेन्टको प्रब्लम डेफिनेटली पनि हुन्छ। प्राइभेट सेक्टर नै त अहिले लसमा छन् भनेपछि झन् गभर्मेन्टको कम्पनीहरूमा चाहिँ त्यस्तो कुरा इस्युहरू चाहिँ हुने नै भइहाल्यो। सो त्यो भएको कारणले यदि तपाईँसँग अप्पर तामाकोसी छ र लङ टर्म होल्डिङको लागि सोच्दै हुनुहुन्छ भने पनि अलिकति विचार गर्नुपर्ने सिचुएसन छ। र हाम्रो नम्बर 6 को कम्पनी छ एनआरएम, नेपाल रिपब्लिक मिडिया लिमिटेड भनेर, र यो पनि एकदमै कन्सर्निङ छ। 55% अराउन्ड यसको क्यापिटल इरोज भइसकेको छ। भन्नुको मतलब जति सम्पत्ति राख्नु भएको थियो त्यसको 55% चाहिँ उडाइदिइसकेको छ यो कम्पनीले पनि। 4 वर्ष अगाडि यसको पर्फर्मेन्स हेर्दाखेरि चाहिँ 53 करोडको कम्पनीमा उसले 47 करोड चाहिँ लस नै गरिसकेको थियो। भन्दा मोर देन 90% अराउन्ड लस गरिसकेको थियो र यसले राइट सेयर निकालेर यसको क्यापिटल 100% बढाएर चाहिँ 96 करोड पुर्यायो। बट स्टिल्स अझै यसको लस उत्तिको उत्ति नै चाहिँ अझ बढिरहेको छ, 53 करोड पुगिरहेको छ। र यो पर्फर्मेन्स वाइज पनि अब मिडिया सेक्टर फ्युचर ग्रोथको लागि पनि म त्यति धेरै अट्र्याक्टिभ देख्दिनँ र पर्फर्मेन्स वाइज पनि यसले पर्फर्म गर्न सकिरहेको छैन। क्यापिटल बढायो मात्रै, अझ उसले चाहिँ भनौँ न त्यो आफ्नो पर्फर्मेन्स इम्प्रुभ गर्न सकेन। र हामीले जहिले पनि हेर्ने भनेको ट्रेन्ड नै हो कि यो लस बढिरहेको छ वा घटिरहेको छ। आज लस कतिमा छ त्यसले खासै म्याटर गर्दैन, तर त्यो लस बढिरहेको छ कि घटिरहेको छ भन्ने कुरा अझै इम्पोर्टेन्ट हुन्छ र यसको केसमा हेर्दाखेरि चाहिँ लस बढिरहेको नै देखिन्छ। सो यदि तपाईँसँग पनि एनआरएम कम्पनीलाई चाहिँ यदि लङ टर्मको लागि होल्डिङको लागि हेर्दै हुनुहुन्छ भनेपछि डेफिनेटली एकचोटि राम्रोसँग सोच्नु होला। र हामी टप 5 मा आइसकेका छौँ र टप 5 मा नम्बर 5 मा रहेको कम्पनी छ एमएचएनएल माउन्टेन हाइड्रो भनेर चाहिँ। यसले चाहिँ झन्डै 63% चाहिँ आफ्नो क्यापिटल लस गरिसकेको छ। भन्नुको मतलब यदि त्यो कम्पनीमा सेयर होल्डरले 100 रुपियाँ राखेको थियो भनेपछि 63 रुपियाँ कम्पनीले खाइदिइसकेको छ। अब बाँकी रहेको 36-38 रुपियाँ मात्रै छ अहिलेको सिचुएसनमा हेर्दाखेरि। र यसको पर्फर्मेन्स वाइज हेर्दाखेरि पनि अब लास्ट 5 इयर्सकै पर्फर्मेन्स हेर्छौँ र हाम्रो यसको क्यापिटल चाहिँ सेम नै छ, पेड अप क्यापिटल जुन 1 अरब 25 करोड अराउन्डमा छ। तर यसको लस चाहिँ कम्पाउन्डिङ वेमा बढिरहेको छ। पहिला 25 करोडमा लस भएको कम्पनी अब योभन्दा अघिल्लो क्वार्टरमा आउँदाखेरिसम्म चाहिँ झन्डै 93 करोड लसमा थियो र अहिले चाहिँ यो लास्ट इयर्समा चाहिँ अलिकति घटेको जस्तो देखिन्छ। तर पनि अब 63% को क्यापिटल इरोजन्स हुनु भनेको डेफिनेटली पनि कन्सर्निङ साइन हो र यस्तो कम्पनीबाट चाहिँ अलिकति बचेर हिँड्नुपर्छ। हुन त कम्पनीले अब यो हेर्दाखेरि चाहिँ राइट सेयर ल्याउनै पर्ने बाध्यतामा देखिन्छ र राइट सेयर ल्याएपछि मान्छेहरू खुसी हुन्छन् र राइट सेयर ल्याउने भनेको यस्तै डुब्न लागेको कम्पनीले हो र यो कारणले गर्दाखेरि चाहिँ अलिकति विचार गर्नु होला। र यो कम्पनी पनि एकदमै कन्सर्निङ साइन नै छ। 63% क्यापिटल इरोजन्स भनेको नट अ जोक। र हाम्रो नम्बर 4 मा रहेको कम्पनी छ नारायणी डेभलपमेन्ट ब्याङ्क र यो पनि इन्ट्रेस्टिङ कम्पनी छ। नर्मली हामीले फाइनेन्सियल इन्स्टिट्युसनहरूमा यस्तो व्यतीत खासै देख्दैनौँ, तर पनि अब राष्ट्र ब्याङ्कको रेगुलेसन्सका बापत पनि कम्पनीको यस्तो नराम्रो पर्फर्मेन्स छ। र हामीले योभन्दा अघिल्लो वर्षको हेर्दाखेरि चाहिँ झन्डै 26 करोडको कम्पनीले चाहिँ 21 करोड चाहिँ डुबाइसकेको थियो र 3-4 करोड मात्रै बाँकी थियो। र अहिलेको सिचुएसनमा चाहिँ अघिल्लो वर्ष चाहिँ राइट सेयर ल्याएर उसले 26 करोडबाट आफ्नो पेड अप क्यापिटल बढाएर 52 करोड पुर्यायो। राइट सेयर दियो, राइट सेयर दिएपछि हामीहरू खुसी हुन्छौँ 100% राइट सेयर दिँदाखेरि। तर राइट सेयर कस्तो सिचुएसनमा आउँछ भनेर पनि हामीले देखिसक्यौँ। कम्पनी डुब्नै लाग्दाखेरि बचाउने अर्थ भनेको चाहिँ राइट सेयर हो। 26 को सम्झिनुहोस् न, तपाईँले कुनै कम्पनीमा चाहिँ 26 करोड लगानी गर्नुभएको थियो, 21 करोड डुबिसक्यो र त्यस्तो बेला राइट सेयर ल्याएर उद्धार गरिन्छ
र यो सिचुएसन चाहिँ एकदमै नराम्रो कुरा हो र त्यो हुँदै गर्दाखेरि पनि 100% राइट साइड ल्याउँदै गर्दाखेरि पनि अब 21 करोडबाट लस बढेर उसको चाहिँ 35 करोड भयो र यदि राइट साइड ल्याउँदाखेरि पनि अब 52 करोड अहिले यसको पेड अफ क्यापिटल छ। अहिलेको यसको सेयर होल्डरले आफ्नो गोजीबाट राखेको सम्पत्ति भनेको 52 करोड हो र यो बढ्दै 52 भन्दा नाग्न पनि सक्छ यदि म्यानेजमेन्ट राम्रो भएन भनेपछि। त्यही भएकोले यस्तो कम्पनीमा पनि ख्याल गर्नु होला र यसको प्राइस हेर्नुहोस् 790 रुपियाँ छ। जो कम्पनीले चाहिँ मोर देन 60% झन्डै 67% आफ्नो क्यापिटल इरोजन्स गरिसकेको छ त्यस्तो कम्पनीको प्राइस चाहिँ 790 पर्छ र यो कम्पनीले यति प्राइस डिजर्भ गर्छ गर्दैन त्यो आफैले विचार गर्नु होला र मोर देन 60% क्यापिटल इरोजन्स भइसकेको कम्पनी अझ त्यसमाथि पनि यो इरोजन्स बढिरहेको छ र लास्ट 5 इयर्समा हेर्नुहोस् कुनै पनि इयरमा चाहिँ यसको इरोजन्स घटेको छैन। 5 वर्ष पहिला 8 करोड लसमा थियो, त्यस पछाडि 14 करोड, 19 करोड, 21 करोड, 35 करोड र यो फोर्थ क्वार्टरको रिपोर्ट आउँदै गर्दाखेरि यो 35 करोडबाट बढेर कति पुग्ने हो त्यो हामी भन्न अहिले सक्दैनौँ किनकि ट्रेन हेर्दाखेरि नै बढी नै रहेको छ। लस बढ्दै जानु त्यो पनि यो कम्पाउन्डिङ वेमा र यो भनेको एकदमै डिजास्टरस सिचुएसन हो र यस्तो कम्पनीबाट इन्भेस्ट गर्नबाट चाहिँ बस्नु होला तपाईहरु। र अब हामी टप 3 मा आइसकेका छौं र 3 नम्बरको कम्पनी रहेको छ लेजेन्डरी कम्पनी भन्नुपर्छ DHPL दिव्येश्वरी हाइड्रो पावर कम्पनी भनेर चाहिँ र 5 इयरको पर्फर्मेन्स नै हेरौँ हामी यो क्वार्टरलाई मात्रै हेरेर जज गर्दैनौँ र 5 इयरको पर्फर्मेन्स हेर्दाखेरि 5 वर्ष अगाडि 26 करोडको कम्पनी लस खाएको थियो 21 करोड त्यो भने पनि मोर देन 90% नै हो र अहिलेको सिचुएसन्समा हेर्दाखेरि पनि त्यो 21 करोडबाट 5 वर्ष अगाडि 21 करोड लस खाएको कम्पनी अहिले पनि 25 करोड लस खाइरहेको छ र यसलाई पनि लेजेन्डरी नै भन्नुपर्छ। किनभनेपछि कम्पनीले विद्युत उत्पादन गरिरहेको छ, बेचिरहेको छ, रेभेन्यू जेनेरेट गरिरहेको छ, तैपनि लस चाहिँ बढिरहेको छ। सम्झिनुहोस् न 27 करोडको कम्पनी वा भनौँ न 26.5 करोडको कम्पनी लस खाइसकेको छ 25 करोड, बाँकी रहेको 1 करोड मात्रै छ र यही कम्पनीको सेयर प्राइस छ 307 रुपियाँ। जुन कम्पनीको प्राइस हुनु पर्थ्यो 6-7 रुपियाँ र हाम्रो इरोजन्स वाइज हेर्दाखेरि चाहिँ यसको एक्चुअल भ्यालु भनेको 6 देखि 7 रुपियाँ हो र 6-7 रुपियाँको कम्पनीलाई हामीले हालिरहेको छौँ 307 रुपियाँ। 26 करोडको कम्पनीले चाहिँ 25 करोड लस खाइसकेको छ। यदि यस्तो कम्पनीहरूलाई चाहिँ राइट सेयरको अप्रुभल नदिने हो भने चाहिँ डुब्ने सम्भावना एकदमै धेरै हुन्छ। र हाइड्रो सेक्टरको अलिकति इन्ट्रेस्टिङ कुरा के छ भन्दाखेरि क्यापिटल इरोजन भए पनि उसले चाहिँ आफ्नो इन्ट्रेस्ट तिर्नलाई इम्प्लोयरलाई स्यालेरी खुवाउनको लागि चाहिँ उसको कन्स्ट्यान्ट क्यास फ्लो हुन्छ त्यतिले चाहिँ सर्भाइभ गर्ला। तर इन्भेस्ट गर्ने इन्भेस्टरहरूको हातमा चाहिँ 0 रुपियाँ लाग्छ। त्यही भएर कारणले यस्तो मोर देन 90% क्यापिटल इरोजन भइसकेको कम्पनी अर्थात् लेजेन्डरी कम्पनीहरूमा पनि यदि तपाईँ इन्भेस्ट गर्दै हुनुहुन्छ भने चाहिँ अलिकति ख्याल गर्नु होला। र हाम्रो नम्बर 2 मा रहेको कम्पनी छ जानकी फाइनान्स र यो पनि अर्को लेजेन्डरी कम्पनी हो र यसले चाहिँ 100% को सीमा नै क्रस गरिसकेको छ। भन्नुको मतलब यदि तपाईले 1 लाख रुपैयाँ हाल्नु भएको थियो भनेपछि त्यो 1 लाख भन्दा बढी नै यो कम्पनीले लस बनाइसकेको छ। यदि त्यो कम्पनी आज तपाईँ सटडाउन गर्दै हुनुहुन्छ भनेपछि तपाईले आफ्नो गोजीबाट उल्टो रुपैयाँ तिर्नुपर्छ र त्यस्तो कम्पनीहरू पनि छन् हाम्रो नेप्सेमा र यसले चाहिँ आफ्नो क्यापिटल भन्दा बढी लस गरिसकेको छ। भन्नुको मतलब 106% लस छ र तपाईले लास्ट 5 इयर्सको पर्फर्मेन्स हेर्न सक्नुहुन्छ यसको चाहिँ र 5 इयर्सको पर्फर्मेन्स हेर्दाखेरि चाहिँ 3 वर्ष अगाडिसम्म चाहिँ यो कम्पनी प्रफिटमा थियो झन्डै 59-70 करोडको कम्पनी अब 26 करोड 10 करोड प्रफिटमा थियो तर लास्ट 3 इयर्सदेखि चाहिँ लसमा छ र यो लस चाहिँ सिग्निफिकेन्टली बढिरहेको छ। एनपीएल को भनौँ न एनपीएल बढेको कारणले गर्दा यस्तो भइरहेको छ। झन्डै 59-70 करोडको कम्पनीमा चाहिँ 73 करोड जति चाहिँ लस भइसकेको छ र यसको इन्ट्रेस्टिङ कुरा के छ भने चाहिँ आजको दिनमा चाहिँ जानकी फाइनान्स बन्द भएपछि यसको सेयर होल्डरले हातमा 0 रुपियाँ पाउनुहुन्छ किनभनेपछि यसको एसेट भन्दा लायबिलिटी धेरै भइसकेको छ। झन्डै भनौँ न 4.5 अर्बको यसको एसेट छ भनेपछि लायबिलिटी भनेको 4 अर्ब 64 करोड रुपियाँ यसको लायबिलिटी छ भनेपछि उल्टो गोजीबाट तिर्नुपर्ने सिचुएसन हुन्छ। दो हामीहरूले सेयर होल्डरले आफ्नो गोजीबाट तिर्नु पर्दैन, लिमिटेड लायबिलिटीको फाइदा त्यही हो। त्यही कारणले गर्दा अहिलेसम्म कम्पनी एक्जिस्टेड छ र यस्तो कम्पनीमा चाहिँ तपाईले यो 0 रुपियाँ भ्यालु भएको कम्पनीलाई 400 रुपियाँ हाल्दै हुनुहुन्छ भनेपछि यो कुरा पनि ख्याल गर्नु होला। र आजको यस भिडियोको लिस्टमा टप गर्न सफल भएको कम्पनी छ मेन्चेङ हाइड्रो पावर भनेर MCHL भनेर जसले चाहिँ झन्डै 123% अराउन्डमा आफ्नो क्यापिटल इरोज गरिसकेको छ। त्यसको मतलब यदि तपाईले 1 लाख रुपियाँ त्यो कम्पनीमा राख्नु भएको थियो भनेपछि तपाईले चाहिँ अझै 23,000 रुपियाँ चाहिँ अझै एक्स्ट्रा आफ्नो गोजीबाट तिर्नुपर्ने जस्तो सिचुएसन देखिन्छ यो हेर्दाखेरि चाहिँ। र उसको लास्ट 4 इयरको पर्फर्मेन्स हेर्दाखेरि चाहिँ झन्डै 37 करोड उसको पेड अप क्यापिटल थियो र 4 वर्ष अगाडि चाहिँ झन्डै 9 करोड मात्रै लसमा भएको कम्पनी उसले चाहिँ झन्डै 50% राइट सेयर दिएर क्यापिटल चाहिँ अराउन्ड 54 करोड बनाएको छ तर अहिले उसको लस नै 67 करोड छ भनेपछि सेयर होल्डरले जति पैसा राख्नु भएको थियो 54 करोड राख्नु भएको थियो भनेपछि उसले चाहिँ 67 करोड गुमाइसकेको छ। अझै उल्टो नेगेटिभमा छ
तर यदि यो कम्पनी अब नेगेटिभ भ्यालुएसन्स भएको कम्पनीलाई 300 रुपियाँ हाल्दै हुनुहुन्छ भनेपछि पनि ख्याल गर्नु होला। र अगेन मैले पहिला पनि भनेको छु, अब क्यापिटल इरोज कति भएको छ भन्दा पनि त्यो चाहिँ कुन ट्रेन्डमा गइरहेको छ भन्ने कुरा इम्पोर्टेन्ट हो। र यो कम्पाउन्डिङ वेमा बढिरहेको छ, 9 करोड लस थियो, 13 करोड, 46 करोड, 67 करोड, र यसरी चाहिँ लस बढ्दै जानु डेफिनेटली पनि राम्रो कुरा होइन। र त्यसको भ्यालुएसन्स कति छ भनेर पनि एकचोटि हामीले हेर्नुपर्छ। र नेप्सेमा यस्तो कम्पनीहरूबाट चाहिँ अलिकति बस्नु होला। र यो भन्दै गर्दाखेरि यो कुनै पनि बाइङ र सेलिङ वा होल्डिङको लागि रिकमेन्डेसन छैन, किनभनेपछि हामीले एउटा कस्तो कन्सेप्ट पनि बुझ्नुपर्छ भन्दाखेरिमा यो फाइनेन्सियली पर्फर्मेन्स नराम्रो हुँदैमा बाइङ सेलिङ र होल्डिङको लागि रिकमेन्डेसन्स बन्दैन। म एउटा सिम्पल इक्जाम्पल दिन्छु। जस्तै तपाईँको साथीले केही हप्ता अगाडि एउटा नयाँ फोन किनेको थियो 1 लाख रुपियाँमा, र त्यो फोन बिग्रियो, र त्यो फोन बिग्रिएर भनौँ न यदि त्यो फोन कबाडीलाई बेच्यो वा सेकेन्ड ह्यान्ड भनौँ न अब पार्ट पूर्जाको लागि बेच्यो भने पनि नयाँ फोन हो, 10,000 रुपियाँमा चाहिँ त्यो काम लाग्छ, त्यसको पार्ट पूर्जाहरू काम लाग्छ। र तर त्यो साथीले चाहिँ भनौँ न अब तपाईँलाई 5,000 रुपियाँमा दिँदैछ भनेपछि त्यो बिग्रेको मोबाइल पनि तपाईँले किन्नुपर्ने हुन्छ, किनभनेपछि यदि तपाईँले त्यसलाई चाहिँ भनौँ न कम्प्युटर पसलमा गएर बेच्नुभयो भने पनि 10,000 रुपियाँ आउँछ। 10,000 को सामानलाई यदि तपाईँले 5,000 रुपियाँमा पाउँदै हुनुहुन्छ भने चाहिँ तपाईँलाई उल्टो 5,000 रुपियाँ फाइदा हुन्छ। र त्यो कारणले गर्दा डुब्दै गरेको कम्पनी किनेर पनि तपाईँ करोडपति अरबपति हुन सक्नुहुन्छ। त्यो कारणले गर्दा सबैभन्दा इम्पोर्टेन्ट कुरा कम्पनी डुब्दैछ वा छैन, फाइनेन्सियल पर्फर्मेन्स राम्रो छ वा छैन भनेर भन्दा पनि त्यो कम्पनीको भ्यालुएसन्स कति छ, डुब्दै गरेको कम्पनीलाई तपाईँले कतिमा किन्दै हुनुहुन्छ, त्यो कुरा चाहिँ मेजर इम्पोर्टेन्ट हुन्छ। र त्यही भएकाले गर्दा हामीले प्राइसको बारेमा त्यति धेरै कुरा गरेका छैनौँ, किन्नको लागि राम्रो हुन्छ वा हुँदैन, होल्डिङको लागि राम्रो हुन्छ वा हुँदैन भनेर हामी यहाँ कुरा गर्दैनौँ। बट स्टिल्स यदि यस्तो कम्पनीहरू तपाईँ किन्दै हुनुहुन्छ, तपाईँसँग छ भने चाहिँ अलिकति राम्रोसँग एनालाइसिस गर्नु होला। फाइनेन्सियल पर्फर्मेन्समा केही न केही प्रब्लम छ, स्पेसली यदि तपाईँ लङ होल्डिङको लागि यस्तो कम्पनीहरू चाहिँ राख्दै हुनुहुन्छ भने चाहिँ अलिकति विचार गर्नु होला। सो यो भिडियोको लागि यति नै, र हामी अर्को हप्ता यी 10 कम्पनीहरूको चाहिँ टेक्निकल एनालाइसिस पनि लिएर आउनेछौँ। त्यतिन्जेलसम्मको लागि किप वेटिङ फर अस।